नेपाल एयरलाइन्स नाम सुन्ने बित्तिकै सगरमाथा, हिमाल अनि नेपालको पहिचान दिमागमा आउँछ, होइन त? तर हिमालको यही छायामा यो राष्ट्रिय ध्वजावाहकको कथा जति सुन्दर देखिन्छ त्यति नै उथलपुथल र विवादले भरिएको पनि छ। आउनुहोस् आज यसको यही उतार चढावको यात्रालाई अलि गहिरिएर हेरौँ। ल हेर्नुहोस्, यो हो नेपाल एयरलाइन्सको आधुनिक अनुहार एयरबस A33। यो वाइड बडी विमानले लामो दूरीका उडानहरू भर्न सक्छ। भनौँ न, विश्वलाई नेपालसँग जोड्ने एयरलाइनको जुन ठूलो सपना छ त्यसैको प्रतीक हो यो। यही विमान नै यसको भविष्यको आशा हो। तर यहाँ एउटा अचम्मको कुरा छ। यस्तो आधुनिक चम्किलो विमान अनि अर्कोतिर सन् 2013 देखि युरोपको आकाशमा उड्नै नपाउने किन होला? हो, यही प्रश्नले नै हामीलाई यो एयरलाइनको भित्री कथा, यसको गहिरो समस्यातिर डोर्याउँछ। यो कुरा बुझ्नको लागि हामीले समयमा अलिकति पछाडि जानुपर्छ। त्यो समयमा जब नेपाल एयरलाइन्स प्रगतिको अर्को नाम थियो। सुरु गरौँ न त यसको स्वर्णिम युगबाट। एकछिन कल्पना गरौँ त, सन् 1958 को समय संसार जेट युगमा प्रवेश गर्दै थियो, तर नेपालमा भने एउटा मात्र डगलस DC-3 विमानले सेवा सुरु गर्यो। यसको मुख्य काम के थियो भन्दा काठमाडौँलाई देशका दुर्गम जहाँ बाटोघाटो पुगेको थिएन त्यस्ता पहाडी क्षेत्रहरूसँग जोड्नु थियो। तर यो सामान्य सुरुवात धेरै समय टिकेन। हेर्दा हेर्दै केवल 30 वर्षभन्दा कम समयमा एयरलाइनले प्रोपेलरबाट सिधै जेट युगमा छलाङ मार्यो। यो खाली प्राविधिक स्तरोन्नति मात्र थिएन, यो त नेपाल विश्वसँग जोडिन कति आतुर थियो भन्ने कुराको प्रमाण थियो। हो, यो बोइङ 727 ले त पुरै खेलै परिवर्तन गरिदियो। यसैले पहिलो पटक दिल्ली, ब्याङ्कक र कोलकाता जस्ता सहरहरूमा नियमित उडान सुरु गर्यो र यसले गर्दा विदेशी पर्यटकहरूका लागि नेपाल आउने ढोका पनि खुल्यो। अनि 80 को दशकको अन्त्यतिर आयो बोइङ 757, लामो दूरीको यात्राको प्रतीक। यसले त नेपाललाई सिधै युरोप र पूर्वी एसियासँग जोड्यो। सोच्नुहोस् त, काठमाडौँदेखि फ्र्याङ्कफर्टसम्मको सिधा उडान। यसले नेपाललाई साँच्चीकै विश्वको नक्सामै स्थापित गरिदियो। यो समय एयरलाइनको शिखर थियो। यो खाली एउटा जहाज उडाउने कम्पनी मात्रै थिएन, यो त देशको अर्थतन्त्रको मेरुदण्ड थियो भन्दा पनि हुन्छ। सबैभन्दा धेरै जागिर दिने, देशमा सबैभन्दा धेरै डलर भित्र्याउने अनि नेपाल आउने लगभग 40% पर्यटकलाई यही एयरलाइनले बोकेर ल्याउँथ्यो। तर यो सुनौलो युगको चमकसँगै एउटा अँध्यारो पाटो पनि थियो। एउटा यस्तो चुनौती जसले आजसम्म पनि एयरलाइनलाई छाडेको छैन। त्यो हो यसको सुरक्षा रेकर्ड। यो टाइमलाइनले एउटा निकै दुखद कथा बताउँछ। यी केवल मिति र सङ्ख्या मात्रै होइनन्, हरेक घटनाले दर्जनौं जीवनको अन्त्य र परिवारहरूमा कहिले नमेटिने घाउ छोडेर गएको छ। सन् 2014 को फ्लाइट 183 को यो तस्विरले नेपालको उड्डयनको कठोर वास्तविकतालाई छर्लङ्ग पार्छ। यहाँको मौसम कति बेला बदलिन्छ पत्तै हुँदैन र यी अग्ला पहाडहरूले सानो गल्तीको लागि पनि कुनै ठाउँ दिँदैनन्। यिनै लगातारका सुरक्षा चिन्ताहरूले गर्दा युरोपीय सङ्घले 2013 मा नेपालका सबै एयरलाइन्सलाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगायो। यो प्रतिबन्धले एयरलाइनको प्रतिष्ठामा ठूलो धक्का पुर्यायो र यसको अन्तर्राष्ट्रिय विस्तारको सपनामा पनि ठूलो बाधा बन्यो। तर एयरलाइनका समस्याहरू आकाशमा मात्रै सीमित थिएनन्। जमिनमा पर्दा पछाडि त भ्रष्टाचारको अर्कै लडाईँ चलिरहेको थियो, जसले एयरलाइनलाई भित्रभित्रै खोक्रो बनाउँदै थियो। यहाँ हामी एउटा चिन्ताजनक प्रवृत्ति देख्छौं। विमान किन्नेदेखि भाडामा लिनेसम्म हरेक ठूला निर्णयहरूमा भ्रष्टाचारको आरोप लाग्यो। यसले गर्दा जनताको विश्वास पनि गुम्यो र एयरलाइन आर्थिक रूपमा झन्झन कमजोर बन्दै गयो। अब यो नम्बर हेरौँ, 4.5 अरब रुपैयाँ। यो सानोतिनो रकम त पक्कै होइन। अनि यो पैसा के थियो त? यो त्यही पैसा हो जुन राज्यले गुमायो भनिन्छ सन् 2017 मा त्यही दुईवटा एयरबस A330 किन्दा। कसरी भन्दा मूल्य बढाएर देखाइयो र अरू शङ्कास्पद कामहरू भए भनेर। र यो खाली स्थानीय आरोप मात्रै थिएन। अमेरिकी न्याय विभागको अनुसन्धानले समेत के पत्ता लगायो भने विमान बेच्ने कम्पनीले ठेक्का पाउनको लागि नेपाली अधिकारीहरूलाई घुस दिएको थियो। यसले यो काण्डलाई अन्तर्राष्ट्रिय स्तरमै पुर्याइदियो। यति धेरै चुनौती र विवादहरूको बावजुद नेपाल एयरलाइन्सले आफ्नो कथाको पाना पल्टाउने प्रयास भने गरिरहेको छ। के यो पुनरुत्थान साँच्चै सम्भव छ त? हेरौँ उनीहरूको नयाँ बाटो। एयरलाइनको पुनरुत्थानको रणनीति यसको विमानबाटै सुरु हुन्छ।
पुराना बोइङ र डगलस विमानहरूलाई बिस्तारै बिदाई गर्दै एयरलाइनले अब एयरबसको आधुनिक र इन्धन कुशल विमानहरूमा आफ्नो ध्यान केन्द्रित गरेको छ। यो लोगो र नामको परिवर्तनले पनि धेरै कुरा भन्छ। यसले नेपालको राजनीतिक परिवर्तनलाई मात्र होइन, एउटा आधुनिक छवि प्रस्तुत गर्ने एयरलाइनको चाहनालाई पनि प्रतिबिम्बित गर्दछ। यो हो एयरलाइनको भविष्यको रोडम्याप। सियोल र सिडनी जस्ता नयाँ गन्तव्यहरूमा पुग्ने, केवल एयरबसको अन्तर्राष्ट्रिय विमान चलाउने र सबैभन्दा महत्त्वपूर्ण युरोपको त्यो कालो सूचीबाट बाहिर निस्कने। तर यी सबै महत्वाकांक्षाहरू एउटै कुरामा निर्भर गर्दछन्: विगतका गल्तीहरूबाट सिक्ने। अन्ततः नेपाल एयरलाइन्सको कथा यही दुई तस्बिरमा आएर समेटिन्छ जस्तो लाग्छ। एकातिर यसको दुःखद र चुनौतीपूर्ण विगतको विरासत छ, अर्कोतिर उज्जवल भविष्यको एउटा दृष्टिकोण। एयरलाइन्स सधैँ यही दुई वास्तविकताको बीचमा सङ्घर्ष गरिरहेको छ। अनि अन्तमा हामी यही प्रश्नमा आएर रोकिन्छौं के एउटा आधुनिक फ्लिट, नयाँ योजनाहरू र ठूला महत्वाकांक्षाहरूले मात्रै दशकौंदेखि लागेको सुरक्षा कमजोरी र भ्रष्टाचारको दागलाई मेटाउन सक्ला? नेपालको राष्ट्रिय ध्वजावाहकको भविष्य सायद यही प्रश्नको उत्तरमा लुकेको छ।